पश्चिम बङ्गाल सरकारले दिएको रासनमा अहिले जतासुकै नै आवाज उठ्न थालेको छ। हजुर दर्शकवृन्द, अहिले जनसाधारणले हाम्रो हक अधिकार पाउनुपर्छ भनेर अघि आएको चाहिँ देखिराखेका छौँ। यो बिचमा आज जनताको आवाज टोली भने कर्स्याङमा पुगेको थिए। कर्स्याङको जुन प्रकारको रासिन बाँडिरहेको छ त्यहाँ गइकन जनताले दुःख पाएको गुनासोको साथसाथमा यी सबै कुरो बुझ्दै नै सही रासन सरकारको पक्षबाट जनता समक्ष पुग्नुपर्छ भन्ने विशेष यो अभियान रहेको जानकारी भएको छ। के भएको रहेछ पुरा रिपोर्ट हेर्नुहोस्, सेयर फलो कमेन्ट गर्दै गर्नुहोला। नमस्कार भन्न चाहन्छु। काम गर्दैछ नि के हो अहिले त्यो रफको जोड्नु आफ्नो हिसाबको लागि तपाईँ कतिवटा काठ भन्नुभयो? मेरो त एउटै हो नि। एउटा काट्यो र पनि 5 किलो चामल र 5 किलो आटा चाहिँ कुन चाहिँ हिसाबले हो? मैले 3 जनाको काट्यो। 3 जना काठ हो। 3 जना कति दिनुभयो? 15 किलो चामल। अन्त 15 किलो चामल दियो? 5 किलो चामल 5 किलो आटा पनि दियो भने तिनवटा काट्यो हो कि? होइन हौ, तपाईँले कति पाउनुभयो भन्नुहोस् त? 5 किलो चामल 5 किलो मात्रै 5 केजी मात्रै दियो नि 3 जनाकोमा 15 किलो चामल उसको पहिला सिंगल थियो, अहिले डबल। त्यसमा घाबे ताजिदियो कि अन्त 5 किलो पाउँछ भने दिनु। 15 किलो चामल दियो टोटल? हजुर। टोटल आटा आटा 15 वटा दिएको छु मैले। 16 वटा है, 16 वटा आटा। 6 वटा एउटा 80 को दिन्थ्यो नि। अहिले दुई छ रासिन। सेकेन्ड फोर्टनाइट आयो नि त्यसो। होइन आटा टोटल कति पाउनुभयो अहिले? टोटल जम्मा टोटल 5 वटा, भाउजूले 10 वटा लग्यो। 15 वटा टोटल। टोटल 15 5 वटा पाउनुभयो है तपाईँले? आजदेखि चाहिँ मेरो गाबे कि म अलग काट्छु। तपाईँले आटा 20 वटा पाउनुहुन्छ खासमा भने त्यही त हो। थपिदिनुहोस् न ल। हुन्छ हुन्छ। सेकेन्ड फोर्ट आउँछ त्यो। अन्त बिल लानुहोस् है दिदी ल। बिल चाहिँ लानुहोस् तपाईँहरूले उसको बिल दिनुहोस् त निकालेर। निकालेर काट ल्याउनु। त्यो बिलमा हेर्नुहोस् तपाईँले कोही तपाईँले जानेन भने तपाईँको छोराछोरी त होला नि त होइन? कति पाउँछ के पाउँछ स्केल कोही छैन, एक्लै हो। केही रासिनतिर प्रब्लम भयो नि भन्नु, हामीलाई चिन्नुहुन्छ? चिन्दिनँ नि। हामी जनताको आवाजको एनजिओ बुझ्नुभयो? चिन्दिनँ नि। एनजिओ त सुनेको नाम। भन्नुपर्छ अझै यो मिसिन 5 वटा चलाउने रहेछ यहाँ है? थप्नु पर्ने रहेछ है। कर्सियङमा पनि प्रायः राम्रै रहेछ हौ, डिजिटल मेसिन नै छ यहाँ के। कर्सियङ भन्दा पनि कुन चाहिँ हो दाजु? टुङ है? कर्स्याङै भयो इभन, कर्स्याङकै हो। हेलो ए नमस्कार, गोकबाट ए हुन्छ हुन्छ। हजुर 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 कहिले त्यो फोटो वेस्ट बेङ्गलभित्रै चेन्ज हो नि गोकमै। ए म आउँछु, अहिले हुन्छ कि। दस केजी चामल तपाईँको आटा आटा चाहिँ कतिको कतिवटा काठको? दुईवटा काठको ए हजुर। आटा कति छ? 5 वटा दियो तपाईँलाई? 5 केजी कतिवटा काठको? मेरो मलाई के त मेरो किन्नु नि त नि मेरो मैले गर्दिनु। मेरो लिएन आज यसमा दाबे त म। होइन बिल दिँदैन? मेरो लिएन। अर्को दिन्थे कि। बिल दिएन अरूको बिल दिएन? आके मिल्नु पर्छ। रासिन चाहिँ 5 वटा मात्रै आटा? हजुर। कति 5 वटा आटा? हामी दुईटा काट्छ। अब हैन 3 जनाको 5-5 किलो आटा बोलाइदिनु नि। बोलाइदिनुहोस् न। त्यसको लागि
म कर्सियङ आइपुगेँ कि कर्सियङ बजारदेखि कहाँनिर हो टिभी रोड हो चिन्नुभयो मलाई चिने होइन स्कुल पढियो हो यहाँ स्कुल राम्रो यो होइन अहिले नयाँ स्कुल हजुर होइन कस्तो दिनुहुन्छ रासन 15 किलो चामल दिनु कि होइन 15 किलो चामल हजुर तिनजनालाई आटा 20 प्याकेट यहाँ आउनुहोस् त दिदी यहाँ दुईवटा दोकान छ उहाँ हाम्रो होइन कस्टमर हुन्छ हुन्छ तपाईँको कस्टमर होइन हाम्रो कस्टमर उहाँ छ हाम्रो दिदी कति थाप्छ बिल दिनुभयो बिल दिनुहोस् त बिल गऱ्यो होइन बिल हेर कति लाटासितले माग्दैन कि बिल र पनि दिनुहोस् तपाईँले हो बिल रोल लागेको छैन तपाईँको एमएसएफ नम्बर कति हो 30 नम्बर होइन होइन 30 होइन कति हो डिजिटल नम्बर छ तपाईँको 45 कर्सियङ सेन्ट मेरिज वान सेन्ट मेरिज वान हजुर कर्सियङ सेन्ट मेरिज राम्रै छ काठ कति छ तपाईँको हाम्रो 690 690 हजुर यही मेसिनमा दौडिनुहुन्छ हजुर के कम्प्लेन छैन तपाईँको अब छैन है है